हुन्यो तैँले फोटो खिचेकोमा थ्याङ्क यू है हामीलाई मेरो भिडियोको लागि केही भनिदिनु न त हुन्छ हस् धन्यवाद दाइ बाई बाई टाढो किनिदिनु रे एभ्रिवान यहाँ कोही हुनुहुन्छ भने यता उयो यो भाइको चाहिँ सिरुपाते खुकुरीमा ला छ कि छैन दाइ छैन होला ए ला हुनु फरेनरहरू चाहिँ पुरै होइन पुरै इन्जोय हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल अब चाहिँ हामी चाहिँ आज थोरै काम थियो सो त्यहाँ हस्पिटलको लागि आएको थियौँ अनि हस्पिटल आएको थियौँ त्यो काम सकेर चाहिँ अनि सो यता गइदिउँ न त एकछिन कृष्ण मन्दिर गइदिउँ न त यसो बसिदिउँ न त भनेर हिँडिरहेको छु बसेर म आएको आज चाहिँ यस्तो चाहिँ ठाउँ चाहिँ बेबाल राम्रो छ ठाउँहरू चाहिँ यसो कामले गर्दा आएको थियौँ त्यही हो हामी आज तपाईँहरूलाई कृष्ण मन्दिर देखाउनु गइरहेको छु साथीहरू होइन मन्दिर स्टार्ट भयो है यहाँदेखि चाहिँ कृष्ण मन्दिर स्टार्ट हुन्छ है कृष्ण मन्दिर चाहिँ हामी फाइनली आइसकेको छौँ है स्टार्ट भयो है कृष्ण मन्दिर चाहिँ कृष्ण मन्दिर स्टार्ट भयो यहाँ चाहिँ लोकेसन छ है यहाँ चाहिँ जाने पाटन दरबार जाने लोकेसन छ सो हामी चाहिँ यहाँ जाँदैछौँ आजको दिन हेरौँ कस्तो हुन्छ किनभने हामी हस्पिटल खास स्पेसली हस्पिटलको लागि आएको सो त्यस्तो खास केही थिएन पनि यता आइदिएको यहाँ चाहिँ एउटा मन्दिर बन्दै पनि रहेछ अनि कम्प्लिट भएको छैन यो चाहिँ कम्प्लिट भएको छैन वाउ यो कस्तो राम्रो छ गाइज फोटो खिच्नु पर्छ अब हामी पनि यहाँनिर फोटो खिच्ने कार्यक्रम गर्छौँ किनभने हामी पनि थोरै थोरै फोटो खिच्छौँ हाम्रो पनि फोटो खिच्नु पर्ने हुन्छ यहाँ कस्तो खतरा उड्यो वाउ फरेनरहरू चाहिँ पुरै होइन पुरै इन्जोय गरिरहेछ है हाम्रो नेपालमा सो अब चाहिँ यहाँ चाहिँ नो इन्ट्री लेखेको रहेछ होइन सो यता पहिलोपल्ट त ऊ यता बस्नु दिन्थ्यो नि त अहिले चाहिँ नो इन्ट्री लेखेको रहेछ अब हामी बस्नु मिल्दैन त्यहाँ होइन अब के गर्नु नबस्नु भनेपछि बस्नु हुँदैन किन मन्दिर जस्तो ठाउँ होइन सो त्यही भएर चाहिँ हामी चाहिँ यता गइयो अब यता गयो हामी यहाँ पनि छ यो के पऱ्यो बाल छ क्या सो मलाई पनि मन पर्यो राम्रो लाग्यो लाइक अब यता हामी जानेछौँ है अब सर पारेर त्यो यहाँ चाहिँ खतरा उयोहरू रहेछ है यो चाहिँ के हो आई डोन्ट नो यो दबाई पिस्नेहरू होला आई थिङ्क त्यस्तै लाग्छ है मलाई चाहिँ के हो थाहा छैन लाखौँ सम्झाऊ एकदम राम्रो छ अब हाम्रो आज फोटो यहाँ रेस्टुरेन्ट पनि छ है बबाल छ त्यहाँनिर त किनकि हामीले चाहिँ खाजा चाहिँ अलरेडी खाइसक्यौँ हामी चाहिँ त्यहाँ जाँदैनौँ न खानलाई खाइसक्यौँ म यहाँ बसेर एउटा गीत गाउन गइरहेको छु गाइज होइन ए होइ माया तिमी काको गीत गाउनु पर्यो नि अब गीत के जस्तो भयो भने गीत त गीतै हो होइन सो अब के हो
सो एकदम यस्तो यस्तो चिजहरू देख्दा कस्तो रमाइलो लाग्ने। अनि यहाँ बुद्धको वर्ष कस्तो राम्रो देख्यो यार। के हो त किन त्यहाँ राख्नु त तिमीले राख्यौ त तिमीले? सिरुपाते खुकुरीमा ला छ कि छैन दाइ? दाइ छैन होला ए ला हुनु ला भएको भए आज बेच्नु पऱ्यो कि दाइ। अब बुद्धलाई नमस्कार गरिरहेछ। नमस्कार। मन्दिर हेर्नुहोस् यहाँ कस्तो राम्रो राम्रो मन्दिर छ। त्यो अब भगवान्हरू सँगसँगै हामी पनि यता भगवान्हरू हामी पनि छौँ यता। एउटा भगवान् यता पनि छ, एउटा भगवान् यता पनि छ। सो हामी चाहिँ अब भगवान्को दर्शनहरू पनि गरिसक्यौँ होइन। अब हामी चाहिँ जानुपर्ने हुन्छ घर। अब के गर्नु धेरै बस्नु हुँदैन। हामी चाहिँ अब त्यहाँनिर उ गर्नु लागेको आएको थियौँ हस्पिटलको लागि। त्यो काम पनि सकिसक्यो अलरेडी। हामीले अघि नै सकिसकेको। त्यही भएर चाहिँ काम नभएर यता घुम्नु आइरहेको एकछिन जाऊँ न त फ्रेस गरिदिउँ न त भनेर। अनि हामीले खाजासाजा पनि खाइसकेको छौँ ल। हामी गरिब होइन नि फेरि हामी त धनी छौँ। हामी खाजा खाने पैसा हुन्छ हामीसँग। हाइटहरूमा बाजे ए अङ्कलको कसको टिप्पाको ओके ओके त्यही हो। सो यहाँ बस्ने हामी यहाँ बस्छौँ न त एकछिन होइन। टसक्क लाएर ठसक्क पाएर बस्थ्यो होला त। ठसक तिम्रो त्यो मैले उ गरिदिएको के हात्तीहरू पनि छ बिचरा। हात्तीमाथि को बसेछ नि त्यहाँ? म त यो के परे यिनीहरूको नाम पनि मलाई आउँदैन। ठिकै छ नआए पनि। अब हामी चाहिँ हिँड्यो घरतिर हिँड्यो। अहिले फोटो खिचेकोमा थाम्की गयो हामीले धेरै धेरै। खै उडेर जाउँ कि गुडेर जाउँ कि डाँडामा भन्छ रेशम फिरी हो रेशम फिरी। यस्तै हो। किन तिमीलाई आइसक्रिम खानु मन छ? बबल्स टी त महँगो हुन्छ है। म किन्नु सक्दिनँ होइन। यु वान्ट आइसक्रिम? ओके आइसक्रिमको लागि चाहिँ म आइसक्रिम किनिदिनु जान्छु। किनभने म पनि खान्छु। एउटा आइसक्रिम किनेर हामी दुईजनाले खाने हो। अब हामी गरिब छौँ एउटा किन्नु सक्दैनौँ नि त। सो त्यही भएर हो होइन। अब हामी आइसक्रिम खाने पसलतिर आइसक्यो। दाइको कुन फ्लेभर आइसक्रिम छ भनिदिनु होला प्लिज। त्यो भरेकोवाला छैन? कसरी हो कोनको? 60 हो। स्ट्रबेरी अरे सरी यो के हो? माय गॉड कति महँगो खररी। स्ट्रबेरी खान्थ्यौँ। म चाहिँ कुन खाम त हो? यो चाहिँ कुन फ्लेभर हो दाइ? यो स्ट्रबेरी पनि कति धेरै अर्कै त हो रातो के? यो ब्लुबेरी हो चकलेट। स्ट्रबेरी खाऊ आइसक्रिम जस्तै तै पनि कति राम्रो हो दाइ। म चाहिँ कुन खाम भन्नु न तपाईँ नि भन्नु त। बटरस्कच हालिदिनु न त। धन्यवाद दाई। मेरो भिडियोको लागि केही भनिदिनु न त। हुन्छ हस् धन्यवाद दाई। बाई बाई। अब तोर्छ अरे के मागेको? पेन पेन किनिदिनु रे। हामीले त लगाइरहेको छौँ त। अनि पेन के दिदी? पेन ए बल पेन भनेको कति हो एउटाको? एउटाको 20 रुपियाँ। कसले भन्नु यो एउटाको 20 रुपियाँ? मैले मारिदिन्छ अहिले 10 रुपियाँमा 20 रुपियाँ त दुईटा आउँछ भाइ। यो त यो पेन त कस्तो किन्दिनु न भने म त पढ्दिनँ त। के लेख्नु? अब हामी चाहिँ यहाँ आइसक्रिम खाने
यो भाइको लागि पेन किनिदिनु 20 रुपैयाँ यो पेन देखाउ त अलिक मजाले तिमीलाई फेरि पुलिस बोलाएर म फेरि लग्छु यो पेन 10 रुपैयाँ आउँछ हैन 10 रुपैयाँ आउँछ हैन आउँछ अनि किन 20 रुपैयाँ भनेको त बेच्न मन लागेर भने ए 20 रुपैयाँ अनि 10 मा किनेर 10 मा बेच्यो भने कति फाइदा हुन्छ आमामा व्यापारी भनेको यतिको चाहिँ हुनुपर्छ बिजनेस भनेको हैन हुनुपर्छ तर हैन भाइ तिमीहरु पनि उसको पार्टनर हो मैले बेच्दा बेच्दिन अनि ए म त त्यही पार्टनर हो कि जस्तो लागेर पार्टनरै हो दिदी उनीहरु पनि पेन बेच्छ उता हेर्नु न उ त्यहाँ देखाउनु न त्यसलाई पनि पेन बेच्छ 10 रुपैयाँको पेन हैन 20 रुपैयाँ बजा बिजनेस रे यिनीहरुको यो अब हामीले आइसक्रिम खाइगयौँ है पैसै सक्यो के दिदी त्यस्तो नाटक नगर्नु नि दिदीले भिडियो डिलिट गर्नु ल म पनि चल्दिन्छु घरतिर तिम्रो भिडियो यहाँ आएको तर मलाई मात्रै देखाएर बोलिरहेको छु म ल दिदी ल भिडियो गएर उता गएर हेर त तिमी आएको गएको छैन मैले देख्छु आएको भाइ आएन है आएको छ नि ए उसको ठुलो दाँत रहेछौ किन्नु न तिम्रो घर कहाँ हो भाइ किन्नु न दिदी भन त तिमी कहाँ बस्छौ म उया च्यासन त्यो च्यासल उया त अनि तिमी पढ्नु छोडेर किन बेचिनेको पढेर एक्जाम फाइनल एक्जाम सकेर छुट्टी हो 1 महिना अनि त्यही बिजनेस सुरु गरेको गरेको बिजनेस त खतरा रहेछ त छ नि दिदी ए भाइ आइसक्रिम किनिहाले पैसा छैन अब कसरी किन्ने दिदी होला मेरो के मत होइन त्यो ल्याऊ है म तिम्रो 1 महिनामा रिटर्न गरिदिन्छु नि त पैसा यही आउँछु म दिदी नाटक नराख्नु है दिदी अब हेर हाम्रो स्यालेरी नआए पैसा हुँदैन नभए बाल त मलाई किन्दिन न दिदी ए बाल हो भने हामीलाई पनि किन्नु बाल अनि बाल भिडियो डिलिट गर्नु म पनि चल्दिन्छु दिदी नकिन्दिनु भो बाल रे भगवान यो भिडियो हेर्दा म किन्दिनै पर्यो पेन एउटा ल छिटो यो भालो तिमी पनि बेच्छौ तिमी दिदी ए होइन तिमी उ पनि होइन चाँडो किनिदिनु रे एभ्रिवान यहाँ कोही हुनुहुन्छ भने यता उयो यो भाइको चाहिँ किनिदिनु होला है 10 रुपैयाँको पेनलाई 20 रुपैयाँमा बेचिरहेछ होइन उसको बिजनेस रे होइन बिजनेस हो नि अब यसको भिडियो हेरेर सम्झनु यो पक्र त बिग फ्यान खानु मन लाग्यो आइसक्रिम छैन होइन ल फेरि छ भनौँ भने तिमीलाई 20 रुपियाँ पैसा दिए तिमी कहाँ बस्छौ दुईवटा देऊ 20 रुपियाँको ल दिदी त्यस्तो नगर्दिन न दिदी 50 दिन न त दुईटा दिन फेरि तिमीले 10 रुपियाँ थपिहाल्यौ त हजुर 50 को दुईटा आएर फेरि 50 को दुईटा 10 ल धन्यवाद लु होइन तिमी लग न लेख फेरि उसैलाई चाहिँ किनिदिनु नि फेरि सो गाइस होइन 10 रुपियाँको पेन होइन 20 रुपियाँ भन्नु त भाइले किन यतिमा बेच्नु भनेको बिजनेस थियो उसको केही छैन मैले किन्दै फेरि पेन पनि तिनीहरूले नि लगो रमाइलो भयो आइसक्रिम पनि खानु पाइगयो आइसक्रिम पनि खानु पाइगयो रमाइलो भयो फोटो निकाल्नु मिल्छ यसरी फोटो खिचिदिउँ न त सो गाइस हामी चाहिँ फाइनली होइन यता चाहिँ घुमिसक्यो यता हामीले मोज गरेर पनि हामी होइन मोज गरेर पनि हामी चाहिँ अब हिँडिसक्यो होइन आइसक्रिम पनि खाइगयो होइन अगाइयो होइन घर फुक्के खान पाएन पाएछ भने खाने पाएन भने अब गएर सुतिन्छ सो मेरो भिडियो चाहिँ यति नै हो सो सी यू नेक्स्ट भिडियो गाइस बाई बाई